मिति 2082 साल यो 12 महिना 5 गते राति अन्दाजी 11 बजेको समयमा मङ्गला गाउँपालिका वडा नम्बर 5 पिपलबोट निवासी गोविन्द पौडेलको घरमा चाहिँ 81 आगो लागि भएर घर गोठ नष्ट भइसकेपछि भोलिपल्ट 6 गते बिहान चाहिँ सबैलाई जानकारी भइसकेपछि मङ्गला 5 मै गठन भएको सिर्जना यो क्लबको समन्वय र अस्ट्रेलियामा रहँदै आउनुभएको जुनिस रोकाको सक्रियतामा अस्ट्रेलियामा कर्मथलो बनाउनु भएका मङ्गला गाउँपालिकाभित्रका केही व्यक्तिहरूले चाहिँ सहयोग रकम सङ्कलन गरेर पठाउनु भएको थियो र त्यो हामी त्यो पीडितलाई हस्तान्तरण गर्नका लागि सम्बन्धित ठाउँमा आएको छौँ। म उहाँहरूको विवरण पढेर सुनाउँछु र त्योसँगै यो रकम चाहिँ हस्तान्तरण कार्यक्रम हुन्छ। दिनेश रोका पाखु 5720, सुजन रोका उहाँहरूले चाहिँ अस्ट्रेलियन डलरमा हाल्नुभएको थियो तर हामीले कन्भर्ट गरेर त्यो लिएको छौँ। सुजन रोका 5720, मनबहादुर खड्का पाखु 5720, रन्जु रोका पाखु 5720, दिपना केसी पाखु 5720, खम्बहादुर केसी कोइराला बोध 10400, सचिन खत्री कोइराला बोध 6240, राजन सोपकोटा पाखु 6240, दिनेश दीपक रोका नर 5304 पाखु, सनम भर्ती मगर 5720 राटोढुङ्गा, सुमन कणेल पिपलबोट 15600, सोम खत्री पिपलबोट 5720, प्रिया खड्का पाखु 5200, शान्ति खत्री चोखाल पाखु 5720, सिजन रोका किमचोर 5720, रमेश रोका सिमलचोर 5720 गरी नेपाली रकम रु 1,05,664 रुपियाँ चाहिँ हामीलाई रमेश केसी सिमलचोर गरी 1,05,664 रुपियाँ चाहिँ हामीलाई उपलब्ध गराउनु भएको थियो र यो रकम चाहिँ हाम्रो पीडित गोविन्द पौडेलज्यूलाई हस्तान्तरण गरिदिनु हुनको लागि म हाम्रो समाजसेवी बलबहादुर खड्का र वीरबहादुर खत्रीज्यूलाई अनुरोध गर्न चाहन्छु। यसलाई चाहिँ फोटो हाल्नु अर्कोबाट